नमस्कार। बिहान 9:30 बजेको खबरमा स्वागत छ। म खेम आलमगर। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्टान सहित हल्का वर्षाको सम्भावना छ। विभागका अनुसार देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको 1-2 स्थानमा मेघगर्जन र चट्टान सहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बागमती, गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भूभाग लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन र चट्टान सहित मध्यम वर्षा हिमपातको सम्भावना छ। समाचार सुन्दै गर्नुहोला। आजको यो छोटो समाचारबाट बिदा हुन्छु। सबैलाई नमस्कार।